हेलो वेलकम टु माई न्यू भिडियो। टक्क लगाएर होइन केटा हो। अहिले चाहिँ म चाहिँ यहाँ बसिरहेको छु। के गर्ने है, मस्त लगाएर बसिरहेको छु आगो ताप्दै। जाडो पनि अति बढाएको छ यता होइन, सबैतिर हुस्सु नै हुस्सु छ। तरकारी हाम्रो यहाँ तरकारीहरू हेर्न सक्नुहुन्छ टक्क लगाएर है। टक्क लगाएर म चाहिँ यहाँ के भन्छ अरे यहाँ दाना पाक्दैछु बुङ्गुरको लागि। अनि म चाहिँ टक्क लगाएर यहाँ आगो ताप्दैछु मजाले होइन केटा हो। अझै पनि म अहिले 10 बजिरहेको छ होइन। अहिले पनि म के भन्छ अरे खाना खाएको छैन। अब टक्क लगाएर खाना खानु पर्ने हुन्छ। र आज हाम्रो खास कुरा भनेपछि कहाँ जाने भनेपछि होइन, हामी चाहिँ आज बुटोल जाने प्लान थियो होइन हाम्रो। अनि हाम्रो मम्मी चाहिँ उहाँ हुनुहुन्छ खाना खाँदै है, यता हेरिदिनु पर्यो। अब चाहिँ म चाहिँ के भन्छ अरे हाम्रो चाहिँ उहाँ चाहिँ कुकुर पनि छ है, हेर्न सक्नुहुन्छ। खतरनाक छ होइन, रातभरि भुक्छ दिनभरि बस्छ होइन। टक्क लगाएर जाडो पनि अति बढाएको छ होइन। अब यस्तो जाडोमा पनि हामी चाहिँ कहाँ जाने भनेपछि होइन, टक्क लगाएर हामी चाहिँ कहाँ जाने भनेपछि बुटोलतिर जाने होइन आज खास कुरा। अनि त्यहाँ पछि के हुन्छ कता कता जाने होइन। त्यहीँ गएपछि टक्क लगाएर सल्लाह गरेपछि केटाहरूसित टक्क त्यहीँ थाहा हुन्छ होइन। अनि के भन्छ अरे यहाँ बुङ्गुर पनि मैले नदेखाएको कति भइसकेको थियो क्या होइन केटा हो। हेर्न सक्नुहुन्छ हाम्रो बुङ्गुर फेरि उहाँ छ है, उहाँ छ है, हेर्न सक्नुहुन्छ। यो सब पहिला बच्चा थियो है, आगोसँग अलिक ठुल्ठुलो भइसक्यो। एउटा चाहिँ यहाँ छ है, हेर्न सक्नुहुन्छ है आगोसँग। भर्खरै अघि न मैले दाना हालेको थिएँ, खाएर टक्क बसिरहेको रहेछ यिनीहरू हेर्न सक्नुहुन्छ है। अनि एउटा बुङ्गुरले चाहिँ यहाँ चाहिँ हाम्रो के भन्छ अरे बच्चा पनि पाएको छ केटा हो। उहाँ छ नि केटा हो बच्चाहरू, बच्चाहरू चाहिँ उहाँ छ। 9वटा चाहिँ बच्चा छ, 4वटा पाठी 5वटा 4वटा पाठा 5वटा चाहिँ पाठी छ यहाँ। यो चाहिँ सबै पाल्ने भन्नुभएको छ बाबाले होइन। त्यही केटा हो। यहाँ पनि छ एउटा, हेर्न सक्नुहुन्छ यहाँ पनि 2टा छ। त्यही हो पाल्नुपर्छ होइन। बुङ्गुर काट्ने मान्छे भएपछि होइन बुङ्गुर त पाल्नै पऱ्यो होइन। इमर्जेन्सीमा टक्क काम लाग्छ होइन बेलामा। त्यो केटा अब हामी चाहिँ को जाने भने पनि मलाई थाहा छैन होइन। 4जना त फिक्स जाने नै हो, अनि अरू को जान्छ मलाई थाहा भएन। अब चाहिँ म टक्क लगाएर खाना खानुपर्ने हुन्छ। अनि मेरो चाहिँ के भन्छ लाइसेन्स त बनाउनु छ, किनकि अस्ति हराएको थियो मेरो के भन्छ अरे उहाँ उता तानसेनतिर जाने बेला पाल्पातिर जाने बेला हराएको थियो मेरो लाइसेन्स। अनि अब चाहिँ त्यो लाइसेन्स अब खानासाना खाएर पनि लाइसेन्स म बनाउनु जान्छु टक्क लगाएर होइन। अनि त्यसपछि सुरु हुन्छ फेरि अहिले खाना खाइसकेपछि भ्लग ल केटा। अहिले चाहिँ हामी चाहिँ कहाँ पुग्यौँ भनेपछि हामी चाहिँ यहाँ अझै घरमै छौँ। कहाँ छौँ भनेपछि यहाँ मदनको घर अगाडि छु म चाहिँ होइन। यसले चाहिँ मेरो फोटो खिच्दैछ साले खातेले। यहाँ चाहिँ सनम यहाँ छ, अनि टेके उहाँ छ, अनि मदन चाहिँ उहाँ आउँदैछ है। अनि म चाहिँ रेडी भएर पनि आइसकेको छु होइन टक्क लगाएर। मेरो आउटफिट कस्तो देखियो भन् त बाबु, कस्तो देखियो भन् पहिला होइन। हेलमेट पनि के हो आडै छ ल केटा। अब चाहिँ हामी चाहिँ कहाँ जान लाग्छौँ भनेपछि बुटोल जान लाग्छौँ होइन। अब बुटोल कहाँ हो अब त्यहीँ गएर थाहा हुन्छ अब होइन होला। ल केटा अब उहीँ गएर टक्क लगाएर भेट्छु म बाटोमा, के कस्तो हुन्छ टक्क देखाउँछु बास त्यति ल केटा। टक्क लगाएर अहिले चाहिँ फाइनली हामी चाहिँ पुगिसक्यौँ टक्क लगाएर। कहाँ पुगिसक्यौँ भनेपछि हामी चाहिँ गोलवास पुगिसक्यौँ। केटाहरू आउँदैछ बाटोमा ट्याक्क। हामी चाहिँ नुवाकोट जाने बाटोमा छौँ। त्यहाँ नुवाकोट जाने बाटो होइन र यो हो, ट्याक्क त्यो नुवाकोट जाने बाटोमा छौँ टक्क लगाएर होइन। बाटो चाहिँ यस्तो छ हेर्न सक्ने। हाम्रो सर फेरि यहाँ हुनुहुन्छ है साइलेन्टमा ल साथीले टक्क लगाएर फोन गर्न लागिसक्यो। अब चाहिँ ल केटा हो अहिले चाहिँ हामी चाहिँ यहाँ के भन्छ नुवाकोट जान लाग्छौँ फेरि। लाइन चाहिँ त्यो भयो होइन। अब नुवाकोट टक्क घुमिन्छ होइन। त्यसपछि के कस्तो भ्यू देखिरह त्यहाँदेखि म सब देखाउँछु होइन। साथी चाहिँ उहाँ चुरोट किन्न के किन्न गयो त्यहाँ मदन होइन। त्यही हो अब चाहिँ साथी 2टा साथीहरू चाहिँ गइसक्यो बाइकमा। अब चाहिँ हामी पनि टक्क लगाएर जानुपर्ने हुन्छ। मदन चाहिँ उहाँ जाने ल केटा अब चाहिँ जानुपर्छ। ल केटा टक्क लगाएर अहिले चाहिँ हामी चाहिँ त्यहाँ माथि चाहिँ पुगेनौँ के अरे होइन।
यहाँदेखि चाहिँ यस्तो देखिरह हेर्न सक्नुहुन्छ केटा हो। अहिले माथि चाहिँ जाने हो। अहिले चाहिँ यहाँ जानु लाम हामी चाहिँ। यहाँ पनि गएन म यो टक्क झन्डा भएको ठाउँमा होइन केटा हो। घडी लगाइदिउँ भने आम्बो है केटा अब चाहिँ हामी हिँड्दैछौँ। अहिले माथि जाने हो टक्क लगाएर। आम्बो मा कसम बुटोल के हो त्यहाँ लेखेको ल है केटा हो। यहाँदेखि यस्तो चाहिँ देखिँदो रहेछ है। ल हेर्न सक्नुहुन्छ बुटोल बुटोलै हो। बुटोल हेर्न सक्नुहुन्छ। तल चाहिँ बाटो रहेछ मेन रोड टक्क लाएर यस्तो देखिँदो रहेछ। सनम कतिचोटि आयो? 5 चोटि आयो। 6 चोटि फर्स्ट टाइम आइरह फर्स्ट टाइम आइरह 6 चोटि रे एउटा हान्छ रे। अब यहाँदेखि पनि हामी माथि गइन्छ टक्क लाएर। यो चाहिँ फोहोर फाल्ने रहेछ। मदन चाहिँ यहाँ हुनुहुन्छ। सर के मेरो भ्लगमा के 2 शब्द बोलिदिनु पर्यो। लाइक फलो सेयर दिनु होला, कमेन्ट दिनु होला। मनमनै बोलेर भएन के है बोल्नै मन लागेर मदनलाई। उता हेर्नु पर्छ कुहिरो लाग्यो उता हो। ल अब चाहिँ हामी चाहिँ टक्क गइन्छ अरे होइन। अब माथि जानु लाग्यो है केटा हो। ल उहीँ गएर माथि गएर टक्क लाग्यो। ल केटा हो अहिले चाहिँ हामी चाहिँ टपमा आउन लागिसक्यौँ है। टक्क लगाएर हेर्न सक्नुहुन्छ कुहिरो चाहिँ बब्बल होइन। केटाहरू चाहिँ आउँदैछन् हेर्न सक्नुहुन्छ कुहिरो। अब चाहिँ अझै उहाँ के भने टपमा जाने उहाँ चाहिँ। अनि त्यहाँ गइसकेपछि के कस्तो देखिँदो रहेछ टक्क म भिडियो गर्छु होइन। लास्टसम्म हेरिदिनु पऱ्यो है केटा हो। दामी सपोर्ट हानिदिनु पऱ्यो त्यति हो। मदन चाहिँ त्यहाँ पसलमा जाँदैछन् के भन्छ अरे सामान के किन्न टक्क लाएर। अहिले चाहिँ केटाहरू चाहिँ भनिरहन् के म मात्र आऊ नि त यहाँ टपमा, अरू कोही आएन। अनि तिनीहरूलाई चाहिँ थाहै छैन के कुन बाटो कहाँ जाने। तल आउँदै थियौँ कि तल आउनुपर्छ कि होइन। तल आउँदा त तिनीहरूले सोचिरहेको थियो कि सोचिरह होला नि के यहाँ त तल जाने होला के अरे कहाँ माथि जाने होला र त्यस्तो सोचिरह होला क्या। तर यहाँदेखि चाहिँ अलि उता अगाडितिर जाने हो। उहाँदेखि चाहिँ सिधै माथि चढ्नुपर्छ क्या होइन केटा हो। अहिले चाहिँ बाइक उतै राखेर अहिले चाहिँ म चाहिँ फुल भिडियो गर्छु होइन। बाइक राखेर म चाहिँ केटाहरू चाहिँ उहाँ के भन्छ अरे हर्न मार्दै आइरहेको त्यसको खोलहरू होइन। आज त बवालै हुनेवाला छ है ब्लग चाहिँ। ल केटा हो यहाँ चाहिँ हेर्न सक्नुहुन्छ बाटो चाहिँ यस्तो जाम छ होइन। जेसीबीले चाहिँ उता माटो हाल्न लाग्दो हाल्दैछ। सनम चाहिँ उहाँ छ होइन। टक्क लगाएर ल केटा हो अहिले चाहिँ माथि जाँदैछौँ हामी चाहिँ होइन। मदन के छ हेलो गरिदिनु पऱ्यो। औडा चिसो लागेर माको छ हेर्न सक्नुहुन्छ। यसो केटा हो हेर्न सक्नुहुन्छ कुहिरो कस्तो बोवा लगाइरहेको। सोनम के छ अलि चल्ले जुन बाटो गए पनि पुगिन्छ क्या बाबु। तर यो बाटो हिँड्नु तल्लो यो बाटो म पनि हिँडेँ होइन फेरि होइन। बाटो चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ। आम्बो के हो भाइ माथि गएर फेरि राम्रो देखिन्छ किन यार औडा होइन। औडा चिसो छ यार। अब यहाँबाट के हो मेलातिर चल्दिने हो मदन। अब यहाँदेखि चाहिँ यता हिँड्न यताबाट आइज न त। ए बाबु म हिँडे हो कि बाबु। बाबु त बाबु अझै पेटमै थिइस् के बाबु बुझिस् त पेटमै थिइस् के अझै त
पेट पनि थिस्के बाबु म कहिले 3-4 चोटि आइसकेँ यहाँ बाबु तलै केटा यार होइन यहाँ चाहिँ हेर्न सक्नुहुन्छ बाटो यस्तो छ पुरा रुखको बिच ढुङ्गै है यहाँ कस्तो पिसाब लाग्यो माथिको मान्छे सक्ने पिसाब चाहिँ हानिदिने बाल होइन केटा हो एउटा चिसो छ नचल है त नचल चुरोट छ क्या हेर त त्यहाँ पुग्यो एउटा बाटो औडै छ हेर्न सक्नुहुन्छ कस्तो बेल्ट लगाएर आउनु पर्ने हुन्छ झन् मेरो चाक पनि छैन के गर्ने होइन त्यही हो केटा त्यो यता त घाम लाग्ने लाग्यो त छुटाउ मदन यता चाहिँ घाम लाग्न लागेछ हेर्न सक्नुहुन्छ भ्यू चाहिँ यस्तो छ मदन चाहिँ आउँदैछन् साइलेन्टमा मुखमा चुरोट लिएर त्यही हो दुईजना चाहिँ मलाई अघि गइसक्यो म चाहिँ यहाँ बिचमा यहीँनिर छु केटा हो यहाँदेखि चाहिँ कस्तो देखिँदो रहेछ टक्क लाएर अब चाहिँ म भिडियो गर्छु है कोही मान्छेहरू छ कि छैन नभइदिएको भए नि हुन्थ्यो होइन किनकि मलाई चाहिँ बाबाले लाज लाग्छ झन्डै छिटै झन्डै ल हिँड्दा पो आम्बो केटा हो साग पनि सुकेको के हो र थकै लाग्यो केटा हो मान्छेहरू रहेछन् बाबालाई माघसम्म चढ्ने टावरमा अहिले टिके चाहिँ म उता गयो है केटा अब यहाँदेखि चाहिँ भिडियो गर्छु म ल केटा अब यहाँदेखि चाहिँ यस्तो देखिँदो रहेछ है हेर्न सक्नुहुन्छ भ्यू चाहिँ यस्तो छ यहाँदेखि चाहिँ सनम के छ अलि चल्ली सनले चाहिँ पन्ध्रलाई हेर टेके चाहिँ उहाँ छ त्यही केटा हो यस्तो देखिँदो रहेछ अब चाहिँ म माथि जानुपर्ने हुन्छ ल होइन अब घाम पनि कस्तो दामी देखिया यार के अरे केटा हो धुसु पनि माथि आउनु कुहिरो पनि आम्बो माथि आउँदैछ सबै यहाँ माथि चाहिँ घाम लागिरहेको रहेछ फेरि होइन त्यही केटा हो अब चाहिँ माथि जानु पर्ने हुन्छ टक्क लाएर केटा चाहिँ हामी झर्न लगाइसक्यौँ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ सिन चाहिँ यहाँ यस्तो छ है आम्बो के बब्बाल देखियो क्या एउटा यार क्यामेरा देखाइदिइरहेको बब्बाल देखिरहेको क्या यहाँदेखि त अम्बो हेर्न सक्नु है केटा हो ल बब्बाल माथि भन्दा त यहाँ दामी देखिरहेको होइन लैकडा हो यहाँदेखि चाहिँ सिन देख्न सक्नुहुन्छ यस्तो छ है यो चाहिँ दामी देखिरह यहाँदेखि अम्बो माथि भन्दा त यहाँ दामी देखिरह यार यहाँ चाहिँ केबल कार छ है कडा हो यता चाहिँ केबल कार छ होइन के दामी बब्बाल देखिरह के यहाँ त्यहाँ त्यो ठाउँसम्म यहाँ के यो डाँडासम्म गर्नुपर्छ क्या भिडियो त्यही त के बब्बाल देखिरह त अम्बो हैट खतरनाक देखिरह यार हेर्न सक्छ है केटा हो दामी छ आउँदा हुन्छ होइन मलाई चाहिँ थाहा थिएन कि फेरि घाम लाग्छ भनेर यतातिर तर चाहिँ बाबालाई घाम लागेर रहेछ यता पनि
धुसी चाहिँ यहाँ पो उडिरहेको रहेछ त मेरो चाहिँ प्यान्ट झर्न लाग्यो यार फाइट मेरो चाहिँ चागै छैन है ल केटाबाट टक्क लगाएर अहिले चाहिँ हामी चाहिँ बुडोल मेला चाहिँ छिरिसकेछौँ वेलकम ब्याक भइसकेको छ हेर्न सक्नुहुन्छ केटा हो त्यस्तो नभन्दैन यार भ्लगमा यार होइन हेर्न सक्नुहुन्छ अहिले चाहिँ यहाँ भित्र छौँ हेर्न सक्नुहुन्छ माथिसको गोल होइन ब्याग छोड्दे बिस्कुट सिस्कुट नि उयो सोफाहरू है गएर बस्दिने हो र अब उडा छ है मा कसम हेर्न सक्नुहुन्छ केटा हो मा कसम होइन बवाल छ हुन्छ तातो यहाँ चिसो लगाइरह उड्डेको कुरा गरे के हो त्यो चढ्ने चिप्लेरी खेल्ने हो क्या त्यो चाहिँ सही हो ए पुरा माघसँग अगडम बगडम के हो यार यस्तो खै पुरा घुम्ने रहेछ त्यही कुरा हो त्यही कुरा हो अहिले चाहिँ म चाहिँ के भन्छ अरे उहाँ उतै गएर टक्क भित्रै गएर म चाहिँ उस गर्छु म चाहिँ भिडियो गर्छु है ल केटा अहिले चाहिँ हामी भित्र छिरिसक्यौँ टक्क लगाएर हेर्न सक्नुहुन्छ है त्यहाँ बस्यौँ कि भित्र चाहिँ यस्तो छ है हामी यतै बस्दिनु पर्ने हुन्छ जस्तो छ त्यही अब चाहिँ के खाने अनि टक्क लगाएर चल्दैन है केटाहरू यहीँ बस्दिने हो बस्दिनु फेरि के भन्नु त नि केटा हो अब चाहिँ बसेर ह्याप सानिदिनु पर्ने हुन्छ त्यही हो दामी छ है केटाहरू चाहिँ यहाँ छ नि सोनम यता हेर्ने मिनु पढिरहेको फेरि टक्क लगाएर खाने अनि त्यसपछि चलिदिनु पर्ने हुन्छ है ल हामी चाहिँ के खाने सोनम ल केटाहरू टक्क लगाएर अहिले चाहिँ हाम्रो चाहिँ नास्ता सास्ता पनि भइसकेको छ टक्क लगाएर होइन र केटा हो के कस्तो लाग्यो बब्बाल छ बर्गर पनि खायो बबाल रहेछ होइन फर्स्ट टाइम जिन्दगीमा खाएको है म चाहिँ बर्गर अब अरू ठाउँ दामी रहेछ जोस होइन त्यही कुरा अब चाहिँ एक राउन्ड टक्क हानेर अब चाहिँ निस्किने ल केटा टक्क लगाएर अहिले चाहिँ हामी चाहिँ घरतिर निस्किन सिक्किम पार्किङमा छौँ अहिले चाहिँ होइन हेर्न सक्नुहुन्छ बाइकहरू अति धेरै छ मेला चाहिँ मेलाबाट चाहिँ हामी चेकआउट भइसकिन्छौँ केटा हो होइन मोबाइलमा चार्ज पनि छैन होइन अब चाहिँ बाइक निकालेर सिधै अब वेलकम टु हाउस ओके होइन अब सिधै यहाँ ल्यान्ड हुने भनेपछि सिधै अब घर ल्यान्ड हुने अब होइन केटा हो त्यो केटा हो अब चाहिँ बाइक साइक झापझुप निकाल्ने अनि झापझुप इन्डिया हाल्ने हामी ल केटा हो होइन ल भ्लगहरू के कस्तो लाग्यो होइन के भन्छ अरे कमेन्ट पनि हानिदिनु होइन सेयर पनि हानिदिनु अनि के कस्तो भयो कमेन्ट पनि दामी हानिदिनु पऱ्यो होइन केटा हो त्यही कुरा हो अब चाहिँ अब नेक्स्ट भ्लगमा टक्क लगाएर भेट्नु पर्ने हुन्छ है ल।